गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ मैले नयाँ किसिमले बनाउन लागेको छु है तरकारी। बोकाको मासु र मुला मिसाउन लागेको छु। कतिपय मान्छेहरूले अब खाएको छैन होला, तर जाडो महिना लागिसक्यो। जाडो महिनामा चाहिँ एकदमै राम्रो हुन्छ नि त साथीहरू सुप खानलाई। त्यही भएर मैले आज बोकाको मासु र मुला मिसाएर बनाउँदैछु। तपाईँहरूले खानुभएको छ कि नै? खानुभएको छैन भने एकचोटि अवश्य ट्राई गर्नु होला है। मैले चाहिँ आज बनाउँदैछु फर्स्ट टाइम र हेल्थको लागि राम्रो हुन्छ। अहिले जाडो महिना लागिसक्यो, त्यही भएर सुप खानको लागि भए पनि राम्रो हुन्छ भनेर मैले चाहिँ आज ट्राई गरेको। साथीहरू तपाईँहरू पनि ट्राई गर्नु होला, मिठो हुन्छ होइन। कहिलेकाहीँ नयाँ नयाँ तरकारीहरू पनि खानुपर्छ। त्यही भएर आज मैले चाहिँ मुला मिसाएको छु। ओके, सबैजनाले मेरो युट्युबमा सब्सक्राइब गरिदिनु होला है। थ्याङ्क यू फर वाचिङ।